मेरो हातमा भएको यो ठुलो टमाटर देख्दै रहर लाग्दो छ। यो टमाटर खेती कसरी हुन्छ अस्ट्रेलियामा, यहाँका मानिसहरूले कसरी व्यावसायिक अस्ट्रेलियामा खेती गर्छन् र व्यावसायिक खेती गर्दाखेरि के उपकरणहरू, के संयन्त्रहरू प्रयोग गर्नुपर्छ र उत्पादन गरिसके पछाडि यसै गरी यो बक्समा देखिए जसै गरी यसरी बक्समा प्याक भएर उपभोक्ताको घरसम्म जानको लागि चाहिँ के प्रक्रियाहरू अपनाउनु पर्दो रहेछ र यो कृषि गर्दाखेरि यो च्यानल हामीले कसरी व्यवस्थापन गर्न सक्छौँ भन्ने विषय महत्त्वपूर्ण कुरोहरू हुँदो रहेछ र अस्ट्रेलियाका किसानहरूले कसरी व्यावसायिक खेती गर्छन् भन्ने विषयमा आजको यो भिडियोमा चाहिँ म यहाँको टमाटर खेती अर्थात् गोलभेडा खेती कसरी हुन्छ, कसरी उपभोक्तासम्म यसरी आइपुग्छ भन्ने विषयमा यहाँ प्रस्तुत गर्न खोजेको छु। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। यो भिडियो साँच्चैकै व्यावसायिक कृषि गर्ने सवालमा, व्यावसायिक खेती गर्ने सवालमा उपयोगी र महत्त्वपूर्ण पनि हुन सक्छ। यो बेर्ना भयो, यसरी बेर्ना तयार गरिन्छ। यो बेर्ना तयार गर्दाखेरि चाहिँ कति जमिनमा आवश्यक पर्छ त्यो जमिन अनुसारको मात्रा मिलाएर यसको व्यवस्थापन गरिन्छ, बनाइन्छ। यो बनाएर अब रोप्नका लागि करिब सार्न तयार भइसक्यो। सारिसके पछाडि यसरी उत्पादन हुन्छ। यहाँ भिडियोमा देख्न सकिन्छ। यो ठुलो भूभागमा प्लास्टिक बिछ्याएर, पानीका पाइपहरू बिछ्याएर हरेक ड्याङमा र हरेक बिरुवालाई पुग्ने गरी यसरी ठुलो मात्रामा यो फैलाएको देखिन्छ। यहाँ फैलाएको यो भिडियोमा हामीले देख्न सक्छौँ। यो गाडीबाट खिचेको भिडियो हो, यसरी देख्न सकिन्छ। र यो उत्पादन पछाडि चाहिँ यसरी फलेको हेर्नुहोस् त। हामीले यसरी फलाउन सक्छौँ कि सक्दैनौँ, महत्त्वपूर्ण कुरा चाहिँ त्यो हो। हामीले त्यहाँ चाहिने मल, बिउ बिजन सँगसँगै हामीले पाउनुपर्ने जुन मल हुन्छ, हामीले खाद पनि भन्छौँ, त्यो हामीले पुर्याउन सक्यो भने उत्पादन राम्ररी लिन सकिन्छ। यो भिडियोमा डिटेलली देखिएको छ। यसरी तल पाकेको हुन्छ भने घामले नबिग्रोस् भनेर पछि यसलाई फेरि टिपिसके पछाडि फेरि त्यो पातहरूले पुरै पहिलाकै अवस्थामा फर्काएर राखिन्छ र यो टिप्दाखेरि पनि हातले सरक टिप्ने गरिन्छ भने ठुलो मात्रामा मानिसहरू परिचालन हुन्छ। यसरी ठुलो जमिनमा खेती गर्दाखेरि यसरी परिचालन गरेर टिपेर यसरी बकेटमा भन्ने यो बाल्टिनहरूमा टिपिन्छ र टिपेपछि एउटा ठुलो बिनमा भर्ने काम गरिन्छ। यो त्यो टिपेपछि चाहिँ यसरी ठ्याक्कै कम्पनीमा आइपुग्छ भने एउटा यो ग्रेडिङ गर्ने ठाउँमा आइपुग्छ। ग्रेडिङ गरिसके पछाडि त्यो ग्रेडिङ गर्ने मेसिनले कुन कलरको हो, कुन साइजको हो, कति चाहिँ मात्रामा कुन बक्स हो, त्यो बक्समा कति केजी जाने हो, सबै व्यवस्थापन गरेर आफै नै जान्छ। र यो ग्रेडिङ गर्न चाहिँ यसरी मेसिनमा हालेर कलर एक साइडमा कलरको मात्रै, अर्को साइडमा जुन कलर छ त्यो मिलाएर अर्को जुन साइज हो त्यो साइजमा यसरी मेसिनले नै आफै छान्ने गर्छ, छनौट गर्छ र छनौट गरिसकेपछि बक्समा प्याक भएर जान्छ। बक्समा प्याक हुनलाई यसरी एउटै कलरको, एउटै साइजको, एउटै खालको देखिने गरी यसरी प्याक गर्ने गरिन्छ र यो प्याक गरिसकेपछि बजारमा सिधै बेच्नका लागि तयार हुन्छ र हाम्रो भान्सासम्म आइपुग्नु लागि यो मेथड हो। र यो भिडियो यहाँहरूलाई कतिको उपयोगी लाग्यो आफ्नो राय, सुझाव, प्रतिक्रिया दिन पनि नबिर्सनुहोला।